अहिले देखिरहेछ मान्छे डल्लो परे जस्तो अहिले देखिरहेछ हेर्नु न मान्छे डल्लो परे जस्तो त्यसले रुख फेरिरहेछ कि घरि बिचमा के नाचे जस्तो छ कि त्यसमा कालो 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 हेर है सुजन भाइ जोर क्यामेरा सेट मजाले पुछ त पहिला सुरुमा क्यामेरा पुसेर बिस्तारै हेर त ठ्याक्कै त्यो झ्याङमा छ हेर त राम्रोसँग यहाँ आउँदो चन्द्र सर यहाँ आउँदो दुईटा छ कि त्यहाँ छ त बिचमा एउटा कालो कालो छ दुईटा छ है ठ्याक्कै त्यो लाइट देखिन बित्तिकै हराउँछ है याद गर है दुईटा छ है यो जल भूत हुन सकिन्छ हैन दुईटा छ ओइ हेर्नु त यार अहिले यार कस्तो देख्यो यार त्यहाँ दुईटा छ अझ यता पनि मैले स्क्रिनशट राखेको छु त्यहाँ स्क्रिनशट राखेको छु यो सिधा यतापट्टि दुईटा यो भने यतापट्टि पनि मान्छे जस्तो रहेछ बाँदर हैन यार नगर न यति रातिमा बाँदर चाहिँ के गर्नु हो बाँदर भाइ यता सुन्नु त सर बाँदर भाइ त्यत्रो अग्लो हुन्छ दुईटा छुट्टीको थियो अहिले जोल्छिन अङ्गालो मारेर बसेको छ बियरको कमेन्ट नपढ त तिमी भाइ तिमी नपढ त बियरको कमेन्ट त्यसलाई मात्र फोकस गर अरु छोड्दो कमेन्ट नहेर त्यो लाइट एकछिन अफ गरेर बस यतिकै हामी हेर्दै छौँ कि त्यसको अनुसन्धान गर्दै छौँ त्यहाँ लाइट अन नगर है यति बस त्यहाँ हेर्दै छौँ हामी त्यहाँ बिचमा हेर न कालो नाचेको कि त्यो छायाको बिचमा हेर छाया हो हुन त हैन बिचमा घरिघरि कस्तो आकारले नाचिरहेको छ नि माथि हेर्न नि शिव सर दुईटा टाउको छ हैन केटी मान्छे र केटा मान्छे जस्तो यस्तो झ्याप अङ्गाल मारेको छ त्यो त सरर हिँडिरहेछ यार सर हैन माथि उक्लिन खोजे जस्तो गर्छ फेरि चिप्लेर तल आँच लाउँछ उक्लिन खोजे जस्तो गर्छ दाइ हेर्नु न त्यो ज्यान जस्तो देख्यो यार मान्छेको ज्यान जस्तो अहिले मान्छेको ज्यान जस्तो छ कि यो हेर्नु न भाइ यसरी अङ्गाल मारेछ केटा मान्छे यतातिर हामीले त्यो धार फर्काएको छ केटी मान्छे उताबाट यसरी अङ्गाल मारेको छ त्यो भित्र के खेलिरहेछ यार त्यो भित्र के खेलिरहेको के दाइ पुरै खेलिरहेछ यार बीचमा खेलेको जस्तो छ हैन आयाले छलिरहेको जस्तो लाग्छ के तलबाट त्यहाँ हो त्यहीँनिर लाइट बाल्नु भाइ भनेको थियो अहिले चाहिँ झन् ठुलो भएको छ अहिले त रेली देखाएको छ शिव दाइ गेट सानो गर्नु त क्लियर हेर्नु पर्यो यसलाई दाइ त्यति एकछिन ल गेट सानो गरिदिनु त दाइ मलाई स्क्रिनशट पठाउनु ल यो राँकी भुत हो भाइ यो राँकी भुत अर्कै आकारको राँकी भुत हो यो 100% राँकी भुत हो छाया हो भन्छ छाया त होइन दाइ त्यसको दाइ के रुइरहेछ फेरि हेर्नु नि त्यहाँनिर त्यही हो कि लाइभ बसिरहेको चाहिँ एआई हो भन्छ
साथीहरु लाइट बालेर घुमाउ त झन् चारैतिर बिस्तारै घुमाउ त अनि त्यही ठाउँमा आएर रोक है के रोइरहेछ यार त्यहीँनिरबाट त्यही हो भाइ त्यही हो यो भुतै हो ग्रुप चेन्ज भइरहेछ नाचिरहेछ कि त भित्र के गरे हेरौँ न बोरा हो भन्छ बोरा सोरा केही देख्दिनु बोरा होइन कहाँ बोरा हुन्छ लाइट बाल्दाखेरि मजाले देखिन बोरा प्लास्टिकहरू टर्च बाल्दा देखिँदैन क्या तिमीलाई छलेको हो कि त्यो थुक्कमा कसम मन्जु दिदीको लोकेसनमा जान्छ दाइ म अब के रोइरहेछ कि दाइ यस्तो रोइरहेछ नि म यहाँबाट निक्लिने बित्तिकै रुन्छु भने छोड्देऊ त्यो जे भयो भने त्यसलाई सरेर अगाडि बढ जाने भए जान्छु दाइ म फेरि उहाँहरू लाइट कसले बालिरहेछ यार
त्यहाँबाट लाइट बालिरहेको छ त यार हेर्नु न रोइरहेछ त यार त्यहाँबाट लाइट झिपझिप पारिरह यार गहिरामा छ अब तेरो ब्याकअपै छैन एक दुईजना कोही भइदिए तल झर्ने हुन्थ्यो